आज म बनाउन गइरहेको छु 20 लिटर जति दुधको जम्मा पारेको तवरको भैँसीको दुध है, शुद्ध दुधको तवरको घिउ बनाउन। अनि यसलाई चाहिँ मैले बिना मिक्सर को सहायताले हातैले लगभग 5 देखि 10 मिनेट भित्रमा बनाउने तरिका भन्दैछु। यो हामीले सफा भाँडामा खनाउने त्यो तवरलाई 2 किलो जति तवर थियो होला 20 लिटर दुधको। अनि त्यसपछि एउटा कन्टेनरमा खनाएर सफा हातले मचक 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 मिच्ने कि फ्रिजबाट निकाल्ने बित्तिकै गर्ने, किनभने अहिले त गर्मी महिना छ, जाडो महिना छ भने चाहिँ एकछिन सेलाउन दिनुपर्छ फ्रिजबाट झिकेर तवरलाई। अनि चिसचिसैमा गऱ्यो भने चाहिँ मजाले बन्छ कि। अनि यसरी मिचै मचक मचक हल्लाइ मिचेपछि चाहिँ यसबाट पानी छोड्न थाल्छ। अनि पानी छोडिसकेपछि चाहिँ भयो भनेपछि अनि शुद्ध सफा पानी रुम टेम्परेचरको पानी हालेर अनि मजाले मिच्ने। अनि यसपछि यसले त्यो नौनी एकातिर अनि मोही एकातिर भएर छुट्टिन्छ। अनि त्यो नौनी छुट्टिसकेपछि चाहिँ त्यसलाई अर्को कन्टेनरमा खनाउनु पर्छ भाँडामा। अनि त्यो नौनीलाई चाहिँ एकचोटि फेरि पखाल्न पनि सक्नुहुन्छ हैन, तर यो चाहिँ थोरै दिनको हो। अनि त्यसपछि हामीले तवरमा अलिकति जोरन राखेको थियौँ। अनि त्यही भएर चाहिँ यो जुन मही छ नि, नौनी निकालिसकेपछिको मही, यसलाई चाहिँ मही बनाएर खान पनि सकिन्छ है, किनभने एकदम मिठो हुन्छ। तर धेरै दिनको छ भने चाहिँ तितो हुन्छ। अनि त्यसपछि अलिकति जोरन राखेको छैन भने अनि यो चाहिँ हाम्रो अब शुद्ध भैँसीको थोरै दिनको हो नि त। अनि थोरै दिनको अब भैँसीको दुधको तवर त मजाले लाग्छ नि त। अनि यसरी छुट्याएर राख्यौँ। अनि अब राखिसकेपछि चाहिँ अब बिहान बनाएको छ भने चाहिँ लगभग आज बनाउनु भयो होइन यो नौनी। यसलाई चाहिँ हामीले यति निकाल्नको लागि 10 मिनट पनि लागेन कि, एकैछिनमा भयो। यत्रो एकै लटमा भयो। मिक्सरमा गरेको भए कति लटमा गर्न पर्थ्यो नि त, यो भाँडा पनि कति धेरै जुठो हुन्थ्यो। अनि यसलाई चाहिँ कराईमा खराउन राख्यौँ। खराउन राख्दा सुरुमा चाहिँ हाई फ्लेममा आगोको, अनि त्यसपछि चाहिँ मिडियममा गरेर आफू छेउमा बस्ने यसरी डाडु लिएर वाक्कै उम्लेर पोखिन सक्छ नि त यो त। अनि त्यसपछि अलिकति पानी पनि राख्ने जगमा, केही गरेर आगो कन्ट्रोल गर्नै सकिएन भने चाहिँ पानी हालिदियो भने उम्लिँदैन है साथीहरू। यो चाहिँ याद राख्नु होला। यो चाहिँ मेरो मम्मीले सिकाउनु भएको, सासू मम्मीले सिकाउनु भएको घरेलु नुस्खे हो। अनि केही बेर खराएपछि यसरी घिउले आफ्नो रङरूप ल्याउन थाल्छ। अनि नौनी तल बिलौनी तल जान्छ। अनि त्यसपछि घिउ माथि तरिन्छ। हामीले चाहिँ चलाइ खराएको थियौँ। अब यो भैँसीको भएर रातो चाहिँ छैन, सेतो हुन्छ नि त भैँसीको घिउ। यस्तो रङ भयो हेर्नुहोस्। यो खराउन पनि हामीले त आगोमा शुद्ध आगोमा गरे भएर धेरै बेर लागेन। अनि त्यसपछि यसलाई सेलाउन राखेर सफा कन्टेनरमा, चिसो हुन हुँदैन, सिसाकैमै राख्नुहोस्, धेरै दिन टिक्छ। अनि खनायौँ 1.5 किलो जति घिउ बन्यो। खनाएर यसलाई राखेर धेरै दिनसम्म युज गर्न सकिन्छ, किनभने यो त घरमै बनाएको शुद्ध हो नि त। यसरी छाने भने चाहिँ यो बिलौनी जति चाहिँ यही छन्नीमा अड्किन्छ कि, छानेर राखेको राम्रो है। यसरी राखियो, यसरी बनाइयो सजिलो तरिकाले।